हेलो गुड आफ्टरनुन सेवन्नी सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ र हजुरहरू कस्तो हुनुहुन्छ एकदम सबैजना ठिकै हुनुहुन्छ होला है र आज त मेरो है मोटर भ्लग आउनेछ सो आज चाहिँ म कहाँ गइरहेको छु भने चाहिँ म चाहिँ आज कालिम्पोङको फेमस जग्गामाथि डेलो पार्क घुम्न गइरहेको छु है र आज कस्तो रहेछ त्यो पार्क तपाईँलाई पनि देखाउने छु लेट्स गो है र अब चाहिँ म यहाँ रेडी हुँदैछु नि त सो अब चाहिँ जान आँटेको म हो सो चाहिँ है डेलोतर्फ अब निस्किसकेको छु है र यहाँबाट चाहिँ तपाईँको परबाट चाहिँ उकालो जानु पर्दो रहेछ सो लेफ्टपट्टि चाहिँ डेलो सो यता राइट जानुभयो भने चाहिँ लाभा पेदुङ पुग्दो रहेछ नि त सो अब चाहिँ म डेलोतर्फ लागेँ है अब चाहिँ यहाँबाट कति किलोमिटर लाग्ने रहेछ है सो अब जाँदै गर्दा चाहिँ एकजना भाइले चाहिँ है छोरा लिफ्ट मागेर चाहिँ दा म पनि जान्छु नि माथिसम्म भने नि त सो अनि भाइ कहाँसम्म जाने भने माथि जाने भने होइन अन्त दा तपाईँ चाहिँ कहाँ जानुभएको भन्नुभयो नि त सो म चाहिँ आज चाहिँ डेलो घुम्नु गएको भाइ अनि कति टाढो छ भन्दा चाहिँ अब ज्यादा टाढो छैन दा अब आइपुग्नु आँट्यो भन्यो नि त भाइले सो किनभने अब खाली छु भने चाहिँ म चाहिँ एकदम लिफ्ट दिइहाल्छु है किनभने लिफ्ट दिएको एकदमै राम्रो हो किनभने होइन कोही बेला कस्तो इमर्जेन्सी परिरहेको हुन्छ सो फाइनली अहिले चाहिँ म है बुद्ध पार्कमा आइपुगेको छु तपाईँको चाहिँ यहाँ दामी रहेछ है यति बुद्ध पार्क भन्नु रहेछ मैले यहाँ भर्खर सोधेको थिएँ है एकदमै फोटो खिच्ने सिन है यहाँ टुरिस्टहरू पनि पुरा आउँदो रहेछ सो एकदमै हेर्नुहोस् न बुद्धको पनि कहाँ मजाको रहेछ है बगनबेली पनि दामी फुलिरहेको रहेछ है सो बुद्ध पार्क दामी रहेछ यहाँ चाहिँ है मलाई साह्रो मन पर्यो सो तपाईँहरू को आउनुहुन्छ आउनुभएको छ सो कमेन्ट गर्नु होला है एकदमै दामी रहेछ बुद्धको है एकदमै दामी रहेछ एकदमै दामी रहेछ मजाको रहेछ है यहाँ चाहिँ घुम्ने ठाउँ चाहिँ आज म फर्स्ट टाइम आएको हो यता सो तर दामी रहेछ घुम्ने ठाउँ चाहिँ मजाको रहेछ तपाईँहरू आउनु होला है घुम्नुको लागि अब चाहिँ यहाँ है फोटोसोटो खिचेर चाहिँ म चाहिँ डेलोतर्फ जाने है कस्तो छ डेलो सो बोक्न लागेको छ डेलो अब है यहाँ पनि दामी रहेछ घुम्ने ठाउँ चाहिँ लाप्टा लागौँ है डेलोतर्फ र अब चाहिँ है बुद्ध पार्कबाट निस्केर चाहिँ अब डेलो चाहिँ यहाँ परबाट चाहिँ उकालो जानुपर्ने रहेछ नि त सो पर पुगेर चाहिँ यता तपाईँको लेफ्ट जानुपर्ने रहेछ है सो त्यहाँ बोर्डदेखि सो त्यहाँबाट चाहिँ अब लेफ्ट लाग्ने है सो अब चाहिँ डेलो आइपुग्नु लागेको छ अरे सो अब चाहिँ यहाँबाट लेफ्ट लाग्ने म है तर यताको चाहिँ दामी बाटो नै एकदमै दामी रहेछ कालिम्पोङको है ठुलो एकदमै दामी सो अब चाहिँ म डेलोतर्फ लागेको है जान्दै थिएँ होइन सो बाटो त एकदमै दामी है मजाको रहेछ साह्रै मन पर्यो मलाई चाहिँ क्या तपाईँहरू पनि घुम्न आउनु भने एकदमै दामी छ है जग्गा पनि एकदम भ्यूहरू पनि दामी दामी देख्दो रहेछ हो सो मलाई चाहिँ एकदमै मन पर्यो है आकाशहरू एकदम दामी बसेर है पाहाड भ्यू नजाराको आनन्द लिउँ न है सो यहाँ हेर्नुहोस् न पारी आमा क्या दामी देख्दो रहेछ भ्यूहरू यो कुन चाहिँ जग्गाहरू होला है यो त देख्दै रहेको सायद के भन्छ त्यो खोला सायद तल त्यो पालाको बिचको साइड त्यताको जस्तो लाग्यो है यो पारी चाहिँ कुन चाहिँ ठाउँहरू हो प्लिज कमेन्ट गर्नुहोस् ल फाइनली अब चाहिँ डेलो पार्क आइपुग्यो है आन्टी एकजना चेन्ज छैन त आन्टी 20 रुपैयाँ छैन 10 रुपियाँ चाहिँ होला आन्टी छ होला नि तपाईँको गरिदिनु टिकट चाहिँ 20 रुपियाँ यो चाहिँ 20 रुपियाँ छ है टिकट फाइनली म चाहिँ आइपुग्यो है ला तर यहाँ मैले चाहिँ फुलेको होला भनेर सोचेको थिएँ कि तर फुलेको छैन रहेछ तर साइड साइडमा चाहिँ फुलिरहेको छ मजाको एन्जिलिया चाहिँ फुलेको छैन रहेछ न त्यही बोरिङ भइदियो नि त त्यही फुलिरहेको होला भनेको त तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ एकदमै आउनुहोस् है डेलो घुम्नु चाहिँ है एकदमै दामी रहेछ हेर्नुहोस् न क्या दामी फुलिरहेको छ म चाहिँ आज एक्लै आइदिएको घुम्नु डेलो है साथी पनि छैन कोही तर पनि एक्लै आएर चाहिँ घुमिरहेको छु मजा हुँदैछ हो एक्लै पनि मजा आउँछ घुम्नु छ नयाँ ठाउँ हो होइन एक्सपिरियन्स हुन्छ नि त यो चाहिँ आई लभ कालिम्पोङ लेखेको छ नि त दामी रहेछ कालिम्पोङको एकदम डेलो चाहिँ है तपाईँहरू पनि घुम्न आउनु होला है सो बाई बाई है नेक्स्ट भिडियोमा फेरि भेटौँला है सो बाई बाई